सबैलाई नमस्ते। आज चाहिँ एउटा जटिल विषयमा तपाईहरुलाई एउटा जानकारी दिन गएको छु। हामी नेपाली अथवा एसियनहरुले दिनरात खाने भनेको चामल कुनै परिकार हो र अहिले विश्व बजारमा एक खालको समाचार एकदमै व्यापक रूपमा फैलिरहेको छ र त्यो व्यापक रूपमा फैलिएको समाचार चाहिँ हामीले खाने चामल मा प्लास्टिकको मिसावट छ भन्ने हल्ला संसारभर नै फैलिएको अवस्था छ र त्यसको बारेमा मैले पनि यसो तथ्य बुझ्न खोजेको थियो। मैले पनि अब म अहिले नेपालमा त छैन, अमेरिकामा छु, तर पनि अमेरिका जस्तो देशमा पनि त्यो प्लास्टिक मिसावट चामलको बिग्बिगी रहेछ। यहाँको वालमार्ट भन्ने एकदमै चलन चल्तीमा अथवा धेरैले विश्वास गर्ने एउटा ग्रोसरी मार्केट हो र त्यसमा समेत हामीले चामलमा प्लास्टिक मिसावट भएको चामल पाएको छौं र त्यसप्रति मेरो कुनै विश्वास त थिएन। तर मेरो एउटा साथीले त्यो जुन प्लास्टिक मिसावट चामल चाहिँ जब तपाईले त्यो प्लास्टिक मिसावट चामल को बल जस्तो आकार, त्यो पाकिसकेको खानालाई बल जस्तो आकार बनाएर त्यसलाई जब तपाईले यसरी उभ्याउनुहुन्छ, तपाईले झार्नुहुन्छ, यसले चाहिँ बाउन्सिङ रियाक्सन दिन्छ। तपाईले हेर्न सक्नुहुन्छ कसरी यो बल जसरी उफ्रिरहेको छ र यो बाउन्सिङ एक्सन कुनै पनि सक्कली चामलको तपाईले यसरी बल बनाउनु भयो भने यसले कुनै पनि बाउन्सिङ रियाक्सन दिँदैन, किनभने त्यो सक्कली चामल भनेको प्योर एउटा चामलले बनेको हुन्छ र त्यसमा एकदमै जुन चामलको मोलिकुल्सहरु कम्प्याक्टली बसेको हुन्छ र त्यसको भोल्युम एकदमै डेन्सली कम्प्याक्ट हुन्छ। तर इन केस अफ यो प्लास्टिकको चामलको केसमा चाहिँ हामीले बल बनायो भने त्यहाँभित्र यो मिसावट भएको कारणले मिश्रित त्यो प्लास्टिकहरुले चाहिँ भनौं न एयर ब्याग क्रिएसन गर्छ त्यहाँभित्र र सबैलाई यो तथ्य थाहा नै छ कि कुनै पनि वस्तुमा अथवा कुनै पनि चीजमा एयर स्पेस क्रिएट भयो भने त्यसले बाउन्सिङ एक्सन को क्रिएसन गर्ने हो र त्यही हिसाबले हेर्दा मैले अन्दाज गरेको छु कि हामीले पनि यही चामल खाइरहेको छ आजकल र हामीलाई थाहा छैन लङ टर्म रूपमा यसले कुनै न कुनै असर पार्छ होला। सर्ट टर्म रूपमा यसले कुनै पनि खालको हेल्थमा कुनै प्रब्लम देखा परेको छैन, तर लङ टर्म रूपमा यसले हाम्रो डाइजेस्टिभ सिस्टममा अथवा पाचन प्रक्रियामा समस्या ल्याउँछ भन्ने मेरो विश्वास छ। र आज खाना खाने क्रममा म र मेरो मित्र बीचमा कुराकानी हुँदै थियो र यो चामल त मिश्रित हो भन्ने सुनेपछि मैले पनि यसो चामलको बल बनाएर यसो उफारेको थियो, यो बल जस्तो उफ्रिन थाल्यो र यसबाट मलाई पनि शंका लाग्यो कि हामीले चाहिँ मिश्रित चामल खाइरहेको रहेछ अथवा चामलमा प्लास्टिकको मिश्रण रहेछ भन्ने यसबाट प्रुभ भएको छ। साइन्टिफिकली पनि यसलाई प्रुभ गर्न सकिन्छ। मैले अब साइन्टिफिकली प्रुभ गर्न खोजेको छु कुन हिसाबले भने यहाँभित्र एयर क्रिएसन हुन्छ र कुनै पनि वस्तुमा जब एयर स्पेस क्रिएट हुन्छ त्यसले बाउन्सिङ एक्सन, त्यसको रिजल्ट भनेको बाउन्सिङ एक्सन हो। अथवा हामीले कुनै पनि फ्ल्याट बलमा अथवा फुटबलको नै कुरा गरौँ र फुटबल हावा त्यसभित्र हावा छैन भने त्यो उफ्रिदैन, अथवा हामीले त्यहाँ एयरलाई भन्नाले अब हामीले खेल्ने बलमा हामीले हावा भर्यो भने त्यो उफ्रिन थाल्छ र त्यो तथ्यलाई हेरेर
र यसलाई कम्पेयर गऱ्यो भने कम्पेरिटिभ स्टडी गऱ्यो भने हामीले म अब 99% त कन्फर्म गर्न सक्दिनँ, मैले पनि यसलाई साइन्टिफिकली प्रुभ गरेर यो प्लास्टिक मिश्रित चामल नै हो हामीले खानु हुन्न चाहिँ भन्न सक्दिनँ। तर युनिभर्सली एक्सेप्टेड एउटा साइन्टिफिक पर्सेप्सनबाट चाहिँ म भन्न सक्छु कि यो चामलमा प्लास्टिकको कणहरू मिश्रण रूपमा छ अथवा मिश्रित भएको छ। र त्यही कारण म तपाईहरुलाई सबैलाई आग्रह गर्न चाहन्छु, यो चामललाई प्रतिकार गर्नुस्, यो चामललाई प्रतिकार गर्नुस्। हामी चामल बिना बाँच्नै नसक्ने त होइन, र यसलाई हामीले चाहिँ डेली रूपमा हामीले इन्डियन बासमती खाइरहेको छौँ र हामीलाई थाहा नै छ बासमती चामल कति मिठो हुन्छ भनेर। त्यो मिठास मानेर नै अहिलेसम्म खाँदै थियो, तर आज के प्रुभ भएको छ भने यहाँ मिश्रित छ भन्ने कुरा हल्ला चलेको छ र मैले नि प्रुभ गर्न खोजेको छु। के हदसम्म मलाई पनि यो साइन्टिफिक पर्सेप्सनबाट हेर्दा चाहिँ मलाई पनि मिश्रित छ जस्तै लागिरहेको छ। र त्यही कारण सबैलाई के भन्न चाहन्छु भने यो मिश्रित चामल हामी किन खाने, यसलाई प्रतिबन्ध गर्नुस्। नेपालमा पनि यो समाचार फैलिएको मैले पाएको छु र सबैले यसलाई प्रतिकार गर्नेछ भन्ने आशा गर्दछु। आफ्नै नेपालमा नेपाली प्रोडक्ट अथवा हाम्रै तराईमा उब्जिएको धान कुटेर बनेको चामललाई हामीले प्रोत्साहन गर्नु पर्यो। इन्डियाबाट इम्पोर्टेड चामललाई प्रतिबन्ध गर्नु पर्यो सरकारले। अब इन्डियाबाट इम्पोर्टेड गरेर अपुग छ भने इन्डियाबाट इम्पोर्ट गर्ने क्रममा साइन्टिफिक रूपमा त्यसलाई परीक्षण गरेर मात्र नेपाल भित्राउनु पर्यो। अमेरिका जस्तो यस्तो विकसित ठाउँमा समेत हामीले मिश्रित चामल पाएको छ भने नेपाल जस्तो ओपन बोर्डर जहाँ एउटा बोर्डरमा एउटा कुनै पनि कुन वस्तुलाई कुन हिसाबले भन्नाले अब हाम्रो बोर्डरमा भन्नाले भन्न खोज्ने क्रममा के हो भने मैले हाम्रो बोर्डर एकदमै लुज छ इन्डियासँग, र त्यस क्रममा हाम्रो नेपाल सरकारले केमा ध्यान दिनु पर्यो भने साइन्टिफिक रूपमा चामललाई भित्राउने क्रममा साइन्टिफिक रूपमा त्यसलाई परीक्षण गरेर मात्र भित्राउनु पर्यो। र सबैले यसबारे एकदमै सिरियसनेस दिनुहुन्छ भन्ने मैले आशा गरेको छु। र यसबाहेक हामीले हरेक विकल्प रोज्न सक्छौँ। चामलै खाएर मात्र हामी नेपाली बाँचेको छैनौँ, त्यही कारण हामीले अरू अल्टरनेटिभको रूपमा धेरै कुराहरू खान सक्छौँ, हेल्दी फ्रुट्सहरू, भेजिटेबल्सहरू। त्यही कारण अहिले नै म तपाईहरुलाई सतर्क पार्न चाहन्छु कि यो इन्डियाबाट इम्पोर्टेड बासमती चामल चाहिँ प्लास्टिक मिश्रित हो र यसले सर्ट टर्म रूपमा हेल्थमा एफेक्ट नगरे पनि लङ टर्म रूपमा यसले प्रोबेबली केही नकारात्मक परिवर्तन, स्वास्थ्यमा परिवर्तन ल्याउँछ पनि होला भन्ने मैले परिकल्पना गरेको छु। त्यही कारण यो इम्पोर्टेड इन्डियन चामल चाहिँ उपभोग नगरौँ। यो जनहितको सरोकार हो र यसलाई सबैले पालना गरौँ। धन्यवाद।